के साह्रो मस्किरहेको हौ अनि लास लाग्छ नि त हौ मलाई पनि। लास पो लाग्नु अरे फोनमा त पुरै आइले खानला जति गरिरहेको हुन्छ हौ त अन्त अनि छेउमा मलाई लास लाग्छ। त्यस्तो लास लाग्ने मान्छे त घरमै बस्नु नि अन्त खोइ आऊ यता आज चाहिँ नलगाउनु हौ। के हुन्छ हौ अहिलेको जमानामा पनि हाम्रो अङ्गालो मार्नु पनि नआउने अरे छोरी कस्तो खालको चाहिँ के भएको रहेछ हात दुख्यो के गर्नु अब केटाहरू आइरहेछ भनेको छिटो आइज। अरे नि अहिले त तिम्रो त घरमा केटा हेर्नु आउँदो रहेछ त अन्त सुर्ता नगर न केटा आइम जेनी आइम तिमी हो नि त मेरो राजा मेरो हिरो त तिमी हो नि त। अब चाहिँ नठेल है अब चाहिँ नठेल है प्लिज बाबाले मार्छ गरम पर्छ न प्लिज गरम पर्छ नि छिटो। ए तैँले भनेको सुन्दैनस् घरमा केटाहरू हेर्नु आइरहेछ भनेको बुझ्दैनस्। जसुकै आओस् म जान्दिनँ मेरोमा बोयफ्रेन्ड छ। लौ त्यो केटाकोमा के छ लु भन् त यो केटाहरूकोमा के छ थाहा छ तँलाई? पाँचवटा गाडी बङ्गला तँ त अम्बानीको छोरी जस्तो भएर बस्नु सक्दैनस्। ए यो के हल्लेको हाँ अबे बाबा चोर हैन यो त। हिक्का चोर सालालाई हिक्का 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 त छोरी हिक्का हिक्का चक्लेम दिम के छोड त छोरी। हैन बाबा छोड्दिनु यस्तो चोरलाई कुटेर के गर्नु भन्दा पनि त्यो केटाहरु कहाँ रहेछ बाबा? खै डल्ला डल्ला भनि हिँड्दै थियो अमेरिकातिर त ल। म त के भन्छ त्यो अम्बानीको छोरी जस्तो भएर बस्नु पाउँछ होला अघि भन्नुपर्छ नि त।